हे गाइज वेलकम ब्याक टु न्यू ब्लग। आजको ब्लगमा हामी हेर्दैछौँ। आज हामी चाहिँ यहाँ यतातिर काम गरेर आएको छौँ। हामी चाहिँ कसैलाई देखाउँदै छैनौँ, तर हामी यो हेर यस्तो छ, यसरी छ यो पुरै कामहरू हेर्नुहोस् त। यो ल यहाँ कोही कोही मान्छे खाने मात्र छन्, हामी चाहिँ काम गर्ने मेहनती मान्छे, दुखी मान्छे, हामी चाहिँ यस्तो गरिरहेको छौँ। ल पछाडितिर पुरै यो भइरहेछ, काम गरिरहेको छु गाइज है। ल यतातिर हामीले पछाडि पुरै काम गरिरहेको छौँ, पछाडि लेबरी गरिरहेको छौँ। सबै लेबर लगाएको हामीले 500 रुपियाँ दिएर 1000 रुपियाँ लाग्छन् आजभोलि गाइज है। ल यो पछाडितिर यस्तो छ। ल वेलकम ब्याक टु आवर न्यू ब्लग्स। आज हामी चाहिँ गाउँमा छौँ। यो गाउँको घर हो, यो गाउँको घर हामीले भत्काइसकेका छौँ। यो हामीले यति मान्छे मिलेर भत्काएका हौँ। अरू मान्छेलाई हामी देखाउन सक्दैनौँ, किनभने स्पेसली ट्रेन्ड मान्छे हुन्। हामी मात्र यो हामी ठेकेदार जस्तै भयो उसरी, तर हामी पनि कामै गर्दैछौँ। लेबर पछाडितिर यो पुरै भत्काइसक्यो हामीले है। यो यसो हेर्दैछौँ। अझ अब काम गर्नु छ गाइज, हामी गफ गर्नु छैन अहिले। ब्याक टु एमएनआर ट्युसन सेन्टर गाइज। यो पछाडि जो देखिँदैछ यो सबै मैले तोडेर बनाएको घर भत्काएँ, सबै मैले गरेको हो। अनि पछाडि हेर यो एक्लै गरेको। यो जो देखिँदैछ यो घर पनि भत्काउने मै हो। तर अब यसको पिल्लर निकाल्नु छ, अहिले ननिकालौँ, हामी भोलि निकाल्ला त्यसलाई। अब हाम्रो यतातिर हेर्न, यतातिर पछाडि हेरौँ भने चाहिँ यतातिर हेरौँ, यो हाम्रो यो खप्टाहरू छन्, खप्टा निकाल्ने पनि मै हुँ एक्लै है। अब यहाँ माटो हेरौँ, यो माटो है। यो माटोलाई अब उता लग्ने पनि मै हो, तर आज नै अर्को दिन है। तर आज के गर्ने भन्ने कुरो, आज म यो दाउरा फेरि फ्याँक्दैछु यतातिर है। यो कामहरू हामी तपाईँलाई पछि देखाउँछौँ। पुरा अहिले कम छ नि त, अब हामी यत्रो उच्च हुने पछि देखाउँदाखेरि है। गाइज यो पछाडि जो देखिँदैछ यो सबै मैले तोडेर बनाएको घर भत्काएँ, सबै मैले गरेको हो। अनि पछाडि हेरौँ यो एक्लै गरेको। यो जो देखिँदैछ यो घर पनि भत्काउने मै हो। तर अब यसको पिल्लर निकाल्नु छ, अहिले ननिकालौँ, हामी भोलि निकाल्ला त्यसलाई। अब हाम्रो यतातिर पछाडि हेरौँ भने चाहिँ यतातिर हेरौँ, यो हाम्रो यो खप्टाहरू छन्, खप्टा निकाल्ने पनि मै हुँ एक्लै है। अब यहाँ माटो हेरौँ, यो माटो है। यो माटोलाई अब उता लग्ने पनि मै हो, तर आज नै अर्को दिन है। तर आज के गर्ने भन्ने कुरो, आज म यो दाउरा फेरि फ्याँक्दैछु यतातिर है। यो कामहरू हामी तपाईँलाई पछि देखाउँछौँ। पुरा अहिले कम छ नि त, अब हामी यत्रो उच्च हुने पछि देखाउँदाखेरि है। हामी प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँहरू आफ्नो दुःख, तपाईँहरू आफ्नो दुःख कष्ट बताउनुहोस्। क्या तकलीफ है? गाइज यो चाहिँ हाम्रो गाउँको घर छ। गाउँको घरमा चाहिँ हामी अहिले पुगेका छौँ। गाउँघर हामीले भत्काइसकेका छौँ। हामीले काम गरेर अहिले थाकिसक्यौँ गाइज। अहिले कपडा लगाएँ फेरि दोबारा। ल अब यहाँ चाहिँ यतातिर हाम्रो एउटा अर्को पनि बोर्ड थियो, अहिले देखिरहेको छैन। हाम्रो यतातिर आमका बोटहरू छन् गाइज। यो आम हेरेर कत्रा फलेका छन् आम है। हो कटहरका बोटहरू हाम्रो यहाँ 20 किलोका कटहर हुन्छन् गाइज है। 20 किलोको हुन्छ कटहरहरू है। अब यो हामी भत्काउनुमा छौँ, मेहनतमा गर्दैछौँ, मेहनत मजदुरी गर्दैछौँ गाइज। ल यतातिर यो टोइलेट हो गाइज है, टोइलेट बाथरुम, मोटर छ, टोइलेट बाथरुम छ, खप्टाहरू छन् है। यसलाई चाहिँ हामीले अलि यताउता भत्काउनु छ, हेर्न सकिन्छ एउटै है। हामीले पुरा भिजिट गराइरहेका छौँ, हामी टेलिकास्टमा छौँ हामी है। यो ओ बोर्ड नकाटे कौन बोर्ड ए यिन हो, यी त चाहिने हो नि त, यी बोर्डहरू चाहिने हो नि गाइज। यस्तो हालत छ, यस्तो हालतमा छ अहिले। हामीले पुरै भत्काइदियौँ। अब यो हाम्रो यो पुरै सेलिङमा जाँदैछ गाइज। कसैले किन्नु छ भने हामी ठेक्कामा दिन तयार छौँ है। हाम्रो यहाँ जति पनि चिज छन् है, यसलाई हटाउने र बाँकी है दाउराहरू सबै छन् गाइज है। ल
अब हाम्रो यहाँ नासपातीको कुरा गर्ने हो भने चाहिँ मान्छे पागल हुन्छन्, यति नासपाती छन् हामीसित है। नजर नलगाउने, तर हाम्रो यहाँ नासपाती र निम्बुहरू कागतीहरू धेरै हुन्छन् है। हामी देखाउँछौँ नासपाती र कागतीको कुरा गर्ने हो भने चाहिँ हामी एकदमै नम्बर 1 मा छौँ है। हामीसित हेरौँ कागतीहरू चाहिँ हामीसँग धेरै हुन् गाइस है। कागती भनेको चाहिँ हामीसँग अल्ट्रा हुन्, धेरै हुन्। अनि हामीसित बाँकी हाम्रो कुरा गऱ्यौँ भने चाहिँ बाँकी हाम्रो नासपातीको कुरा गऱ्यो भने धेरै हुन् है। नासपातीको पनि कुरा गर्ने हो भने चाहिँ हामीसँग नासपाती भनेको धेरै हुन्। अब अहिले आएर के थाहा भयो भने हामीसँग अब यतातिर आम पनि फलेका छन् भने थाहा भयो। कटहरको बोटदेखि दुःख लाग्यो, कटहर त धेरै फल्ने हुन्, ठुल्ठुलो कटहर हुने, 20 किलोको कटहर हुन्छ है, 20 किलोको कटहर हो भने आजकल त्यस्तै रहेछ गाइस है। अब आमको कुरो आयो, आम पहिले फलेको थिएन है स्टार्टिङमा, आजभोलि चाहिँ आमहरू पनि फल्ने रहेछन्। धेरै राम्रो फलेको थियो भने आम, अहिले आमहरू अलिक कम छन् रे, उतातिर होला नि गाइस है आम। हामी आमहरू यतातिर पुरै यो उग्रिया हुनाले यस्तो हालतमा छौँ हामी। अब यतातिर हेरौँ आम हेरौँ अलि पछाडि गएर। अहिले आम सबै यसले चराले खाइसक्यो, कसै केले खाइसक्यो। यताबाट चाहिँ हामी आमहरू हेर्ने, यो माथि पुरै आम फलेको रहेछ, नेपाली धेरै फलेका रहेछन् आमहरू। यसको पछाडिको हालत यस्तो छ। अब यतातिर पहिलाको जमिन राम्रो थियो, अहिले जमिन पुरै खराब गरेको रहेछ है। यतातिर पुरै हेर्ने त, पुरै ध्यान दिने, एकदम ध्यान दिने, एकदम ध्यान दिने है। यो चाहिँ गाउँ हो, भिलेजमा यतातिर ल यो पुरै सिन हो है। ल यो